Hello everyone, good morning. Welcome back to my another videos. साथीहरू म चाहिँ आज एयरपोर्ट जाँदैछु। भेनाको चाहिँ आज फ्लाइट छ, त्यसैले भेनालाई पुर्याउनलाई जाँदैछु। भेना चाहिँ अगाडि सिटमा बस्नु भइरहेको छ, म र बाबु चाहिँ पछाडि बसिरहेको छौँ। अनि भेनाको फ्लाइट चाहिँ 10:55 को थियो, त्यसैले हामी त्यहाँ 7 बजे पुग्ने भन्ने हिसाबले चाहिँ घरबाट हिँड्यौँ। छोराले चाहिँ बाहिर टाइगरलाई हेरेर बसिरहेको थियो, थोरै क्लिप लिइहालेँ। हामी चाहिँ एकैछिन त्यहाँ जाममा परेको थियौँ। सो मैले दाइ र म हिँड्दै थिएँ। हामीलाई चाहिँ उचालेर अगाडि जानुभयो। सो साथीहरू हामी चाहिँ एयरपोर्ट पुग्न लागिसक्यौँ है त। फाइनली हामी चाहिँ एयरपोर्टको गेटमा पुगिसक्यौँ साथीहरू। भित्र चाहिँ कति राम्रो रहेछ के, ठुलो, कस्तो राम्रो लाग्यो मलाई चाहिँ। बिहान बिहान पनि कति धेरै मान्छेहरूको फ्लाइट हुँदो रहेछ कि, एकदमै मान्छेहरू हुनुहुन्थ्यो नि बिहान पनि, हेर्नुहोस् न। सो मैले चाहिँ भेनाको र बाबुको थोरै भिडियो दिएँ कि। भेना चाहिँ सिरियस हुनु भइरहेको थियो, त्यसरी मैले हँसाएँ भेनालाई। सो एकैछिनपछि भेनाको पनि भित्र जाने टाइम पनि आयो। भेना चाहिँ टाइममा बस्न जानुभयो। भेना चाहिँ हामीलाई हेर्दै हाँस्नु भइरहेछ। भेनालाई राम्रोसँग जानु चाहिँ अब सेफ जर्नी भयो। सो त्यसपछि चाहिँ हामी घरमा पुगेको थियौँ। घर आउँदाखेरि चाहिँ म स्कुटरमा आएँ। सो अघि गाडीबाट चाहिँ राम्रोसँग भिडियो लिन मिलेको थिएन। सो स्कुटरबाट लिएँ, कति राम्रो थियो, मलाई त कस्तो राम्रो लाग्यो। सो यो चाहिँ हाइवे हो।
गाडीबाट चाहिँ लिन नमिलेको भएर आउँदाखेरि चाहिँ मैले लिएँ। कस्तो राम्रो फुल के यो जागरान्डा फुल। सो आजको भ्लग चाहिँ यति नै एन्ड गर्छु। नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई साथीहरू।